छ्यामाले दिनु भएको छ हेर्छु पाइयो गाइस अनि पैसा नथाप्दाखेरि अनि कराउनुहुन्छ सेवारो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि फेरि अर्को नयाँ भिडियोको साथमा आएको छु। म हो सन्जु। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु साथीहरु। मेरो चाहिँ दशैं सकेको छैन, त्यही भएर म चाहिँ आज सानीमाको घरमा जाँदैछु साथीहरु। मेरो फुल भिडियो हेरेर साथ दिनु होला। म मात्र हैन, मेरो छोरी अनि कान्छीहरु सबै जाँदैछौँ साथीहरु। मेरो भिडियो हेरेर साथ दिनु होला। लाग्यो हजुर खै मेरो केटा जाने नि। हामी चाहिँ अब धरानबाट म्याजिक फर्स्ट टाइम चढेको है, म्याजिक है। म्याजिकमा चढेर हामी गएको। आइरहेछ पिरो छ है, पिरो छ है। आइपुग्यो। फेरि यहाँबाट अर्को गाडी चढेर जानुपर्ने हुन्छ हामी चाहिँ होइन। आइ हाम्रो सफारी आइपुग्यौँ हामी, छ्यामाको घरमा आइपुग्यौँ। ल चढ 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 बहिनी लाग्छ त हामी गएको। सबैजनाले अनि अरूले पनि गर्नु ल ल ल सेवारो सेवारो भाग्य मानी हुनु ल ल ल ल ल भाग्य मानी रुगाले मर्नु आएछ। छोरी र म चाहिँ बोजूको घरमा पुगेर पनि चर्च हुन्छ। आज बिहार खाइदिएको भन्नु पर्ला। बिहार होइन अब भरे फेरि सबै बिहार र त्यो एउटै देखिन्छ अन्त नि हैन के हुँदैन। बिहार पनि कहिले कहिले खाँदा हुन्छ नि। बिहार पनि दबाई उठा 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 मलाई छ्यामाले दिनु भएको छ हेर्छु आशीर्वाद पाइयो गाइस। कान्छी अनि पैसा नथाप्दाखेरि अनि कराउनुहुन्छ।
अब थाप्नै पर्यो अयो टिका अब छोडिसकेको सानबाउले अब मन पराउनुहुन्न थियो कहिले के पर्यो मैले त कहिले लाएको थिइनँ टिका यहीँ आएर लाएको माथि घरमा त कहिले लाउँदैन थियो अब नि पहिला त बाजेहरूले लगाइदिनुहुन्थ्यो नि पक्का साँच्ची हो यहाँ आएर मात्रै टिका लगाएको माथि चाहिँ केहरू लगेर जानुपर्छ तोङ्बा मासु रक्सी बोकेर जान्थ्यौँ पर माउलेमा अनि त्यहाँ पैसा दिनुहुन्थ्यो टिका चाहिँ लाउँदैन थियो पहिला चाहिँ नबुझेर अब बाजे बोजूले लगाइदिनुहुन्थ्यो हामी पहिला लाउनुहुन्थ्यो बाजे बोजूले लाउँथ्यौँ नि तर नबुझेर बाजे बोजूले नबुझेर अहिले चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ अब हाम्रो लिम्बूको चाहिँ होइन अरे भनेर सनबाउले त्यतिकै अनि नलगाउने भन्दाखेरि अनि अब त्यहाँदेखि त अनि हामी अब यसपालिदेखि त अब नलगाउने भनेर कञ्चनले पनि अनि नलगाएको नि अब टिका नलाउनु उयो त्यतिकै अनि हामी अब लाउनै छोड्छौँ नि अब त्यही भएर सनबाउ हुँदाखेरि नि अनि मैले त त्यही साधन सुजनले चाहिँ मन पराउँथ्यो र तिनीहरूले चाहिँ यति ल्याएर लगाइदिन्थे यसपालि त त्यही पनि लगाइदिइनँ सुजनले हो अब त हाम्रो यता पानमारा पनि छोड्ने भन्दैछ नि काकाहरूले पनि छोड्यो अब हामी पनि छोड्छौँ होला हौ यसपालि पोहोर पनि पोहोर लगायौँ अब चाहिँ हामी पनि नलाउनु पर्ला पहिला चाहिँ नजानेर लगायौँ नजानेर बाबुआमाले लगाइदियो तपाईँहरू माथि लाउनुहुन्थ्यो हाम्रो त घरमा त कहिले लगाइन्न टिका भन्ने त उयो भएर कि होइन खै हाम्रो गाउँमै लाउँदैन हौ कसैले अहिले चाहिँ बरु सिकेर कोही कोहीले लाउला पहिला त हो पछि हामी अब पछि त्यो बुझ्दै गएपछि चाहिँ अनि छोडेको क्या पहिला त सबैले लाउँथ्यो नि अहिले चाहिँ हामीले थाहा पाएदेखि चाहिँ छैन अरू लाइन गयो त ए मैनी त हाम्रो साना बाउको फोटो के खोयो आयोजक परिचय पत्र चासक्तङ नामको यहाँनिर रहेछ अझैसम्म झुन्डिरहेको रहेछ कति माया गर्नुहुन्थ्यो हाम्रो साना बाउले अब के गर्नु है अहिले चाहिँ हुनुहुन्न यता हुनुहुन्छ हाँसिराख्नु भएको हुनुहुन्छ यहाँ चाहिँ झन् कति हाँसिराख्नु भएको हुनुहुन्छ सानो बाउ चाहिँ यहाँ आउँदा हामीलाई कति माया गर्नुहुन्थ्यो बाटोबाटै लिनु आउनुहुन्थ्यो अहिले चाहिँ हुनुहुन्न भनेर बाटोमै लिनु आउनुहुन्थ्यो कि हामी यहाँनिर आउँदाखेरि सन्जुहरू आउँदैछ भनेपछि अनि अहिले चाहिँ हुनुहुन्न बित्नु भएको कति भयो 1 वर्ष आदि भयो होला तर पनि सधैँ सम्झना छ पैसा हराउँछ है बोजूले दिनुभएको पैसा हराउँछ है यहीँ जा अरे है यिनीहरूले कल बिगारे फुकाले पठाए है अब बनाओ 2 जनाले तिमीहरूलाई यिनीहरूलाई फेरि कलमा खेल्नु हो कति मन परेको कलमा खेल्नु मजा आयो झापामा चाहिँ यही राम्रो छ नि झापामा चाहिँ यही राम्रो छ कि पानीको कहिले दुःख हुँदैन यस्तो कल भयो भने है ए लुगा भिज्छ है के हो छोरी यसको नाम यो धाराको नाम के हो एकल आएछ अहिले गल भन्दै थियो अघिसम्म अलि माथि थिच त ल अब अलिक साह्रो आयो अब चाहिँ हामी यहाँबाट घर हिँड्न लागेको साथीहरू ढिलो भइसक्यो निकै टाढो पर्छ नि त त्यही भएर अब सानीमालाई घर जाने भन्ने अनि घर जानु आँटेको अब हामी
हाम्रो सफारी पनि आयो। अब हामी घर जानु आँटेको। लु सबैजना बस्नुहोस् है। बाई बाई है क्षमा। बाई बाई। ल बाई बाई। हुन्छ। झोला बोके। फाइनली साथीहरू धरान आइपुगेको हामी चाहिँ। गाडी जाम भएर पुरा फेरि फुले त फेरि ओर्लेर हिँड्ने बित्तिकै गाडी खुल्छ त फेरि है। हिँड्दै गरेको फेरि गाडी जाम खुल्यो क्या। जाम भनेर हिँडेको ठ्याक्क जाम पनि फेरि खुलिहाल्यो। अहिले चाहिँ हामी धरान आइपुगेर नि अब सब्जी मन्डीतिर जाने हो। कसरी सिस्नु अङ्कल? हजुर कसरी सिस्नु? पावाको 150 हो, आधा केजी 250। फेभरेट हो है यो चाहिँ। मेरो सिस्नु चाहिँ फेभरेट हो। अब म पनि यति लगेर आज मजाले बनाएर खानु पर्यो। अहिले चाहिँ साथीहरू हामी घर आइपुगिसकेको छौँ। अनि अब आजको भिडियो चाहिँ यस्तै नै रह्यो। के कस्तो लाग्यो कमेन्ट पनि गर्नु होला भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।